नमस्ते, म ब्रायन पौडेल, म पनि कक्षा 7 मा पढ्छु। नमस्ते, म दीपिका राठा, म पनि कक्षा 7 मा। नमस्ते, मेरो नाम प्रियसरी, म कक्षा 6 मा पढ्छु। ओके ल नमस्कार है तपाईँहरू सबैलाई। मेरो नाम चाहिँ विकल्प भट्टराई। मेरो घर यही जितपुर सिमरा 16 पिलुवा 12। म यहाँको अहिले अध्यक्ष छु। ल अब भन्नुहोस् तपाईँहरूको के हो? साझेदारी पहल विशेष गरी यो प्राकृतिक स्रोत भनेको चाहिँ सबै जनताको हो। यो जङ्गल छेउमा बस्ने जनताको मात्रै होइन, यो चाहिँ बोर्डरसम्म बस्ने नेपालमा रहेका सबै जनताको चाहिँ यो प्राकृतिक स्रोतमा पहुँच हुनुपर्छ भन्ने उद्देश्यका साथ नेपाल सरकारले गठन गरेको साझेदारी वन अन्तर्गत 2060 सालमा चाहिँ हामीलाई चाहिँ एउटा यो चाहिँ दर्ता गर्नको लागि वन बनाउनका लागि सिफारिस गरे अनुसार दर्ता भएको वन हो 2060 सालमा। तर हामीले दर्ता प्रमाणपत्र चाहिँ 2062 सालमा लिएका हौँ। यो चाहिँ बोर्डरसम्मको जनतालाई खास गरी काठदाउरामा सहज र सहुलियतपूर्ण पहुँचका लागि यो साझेदारी स्थापना भएको। म पछि फोन गर्छु ल तपाईँलाई, एउटा मिटिङमा छु म। यसको चाहिँ यसले 2038.46 हेक्टर वन क्षेत्र ओगटेको छ। 202038.46 आन्टी। अनि यसले 40,000 41,000 करिब 41,000 हाम्रो चाहिँ लाभान्वित घरधुरी छ। 41,000। यस समितिको क्षेत्रभित्र के कस्ता वनस्पति रुख बिरुवा तथा जीव जन्तुहरू पाउनुका साथै तिनको संरक्षण कसरी रहेको छ? यस्तो छ, यो खासमा बोट बिरुवा चाहिँ हामीले यही जुन भावर क्षेत्र भन्छ यसलाई, यो भावर क्षेत्र हो। यो भावर क्षेत्रमा हुने जस्तै साल, साज चाहिँ कालीकाठ, सिन्दुरे यस्तै रुखहरू। साल, साज लेख्नु न, साज, सिन्दुरे, कालीकाठ, सतीसाल, सिसौ, यस्तै प्रजातिहरूका चाहिँ हामीले काठ पाउँछौँ करिब करिब यहाँ। यस्तै अनि वन्यजन्तुको हिसाबले हेर्दै गर्दा हामीसँग राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्ज पनि जोडिएकाले गर्दा यहाँ सबै खाले बाघ, हात्ती सबै वन्यजन्तुहरू चाहिँ आउने, चर्ने, जाने गर्दछन्। मृग, हरिण, नीलगाई, बँदेल, अनि चाहिँ उड्ने पंक्षीमा मयूर, बनकुखुरा यस्ता चाहिँ प्रजातिका वन्यजन्तुहरू, पशुपक्षीहरू चाहिँ पाइन्छ। चराहरू पनि निकै धेरै प्रकृतिका चराहरू, सुगा, चारौँ यस्ता चराहरू पनि पाइन्छन्। हामीले चाहिँ यो सकेसम्म चराहरूका लागि माउरुखहरू छोड्ने, हाम्रो चाहिँ वन व्यवस्थापन गर्दै गर्दा अरू रुखहरू काटे पनि बुढो रुखहरूमध्ये पनि माउरुखहरू छोड्ने, उनीहरूले चाहिँ आफ्नो गुण बनाएर बस्न सकुन्। जस्तै तपाईँको सिमसार क्षेत्र छ भने उनीहरूले चाहिँ पानी खानका लागि पोखरीहरू निर्माण गरेका छन्। आउने पानी खाएर जानको लागि हाम्रा विभिन्न ठाउँहरू छन् जहाँ उनीहरू उसको चरम क्षेत्रहरू पनि छ। केही साना साना रूपमा हामीले त्यस्ता क्षेत्रहरूलाई छोडिदिएका छौँ र उनीहरूलाई चाहिँ सहज वातावरण निर्माणका लागि सहज बनाएका छौँ। यस वन व्यवस्थापन समितिबाट उपभोक्ताहरूले के कसरी लाभ प्राप्त गरेका छन्? सर्वप्रथम त उपभोक्ताहरूले एउटा प्रत्यक्ष लाभ र अर्को अप्रत्यक्ष लाभ हुन्छ। प्रत्यक्ष लाभ भन्ने बित्तिकै काठ दाउरामा सहज पहुँच छ। नजिकका उपभोक्ताले काठ दाउरामा सहज पहुँच छ भने
टाढा टाढाका हाम्रा चाहिँ बोर्डर छेउसम्मका उपभोक्ताले चाहिँ काठमा आफूलाई घर बनाउँदाखेरि सहज रूपमा काठ दाउरा पाइरहेका छन्। काठ र आफ्नो चाहिँ कुनै पनि कार्य, धार्मिक कार्य, सांस्कृतिक कार्य हुँदाखेरि दाउराहरू पाएका छन्। त्यो चाहिँ त्यसमा उहाँहरूको पहुँच छ, उहाँहरूले सहज उपलब्धता उहाँहरूलाई भएको छ काठ दाउरामा है। नजिकको पनि नजिककालाई घाँस सहित छ भने टाढालाई चाहिँ काठ दाउरा। ओके, अरू यस व्यवस्थापन समितिले वन पैदावार जस्तै काठ दाउरा आदि कुरा कसरी उपभोक्ताहरूलाई वितरण गरिरहेको छ? त्यस्तो हुन्छ। हामी कहाँ चाहिँ पहिले कुरो एउटा हामी दिगो वन व्यवस्थापनको कार्ययोजना अन्तर्गत हामी काम गर्छौँ र त्यो कार्ययोजना अन्तर्गत वनबाट उत्पादन भएको काठ दाउराहरू ल्याएर घाटगति गर्छौँ, सङ्कलन गर्छौँ। त्यो सङ्कलन गरिसकेपछि नेपाल सरकारलाई 30% दिन्छौँ र 70% हामी साझेदारीमा राख्छौँ। त्यस पश्चात हामीले काठको र दाउराको फरक हुन्छ चाहिँ उपभोक्तालाई दिने तरिका। काठको रेकर्ड गर्दै हुन्छ नि, पछि उहाँहरूलाई सेयर गरिदिनु होला, सजिलो हुन्छ लेख्नुलाई। छिटो भन्दा चाहिँ मैले त्यस्तै काठको चाहिँ तपाईँहरूको माग सङ्कलन गर्छौँ, उपभोक्ताहरूसँग माग सङ्कलन गर्छौँ। उहाँहरूले चाहिँ एउटा निवेदन दिनुहुन्छ, ल म घर बनाउँदैछु वा म घर मर्मत गर्दैछु, मलाई काठ चाहियो भन्नुहुन्छ। त्यस पश्चात हामी गएर उहाँको घरमा हेर्छौँ। वन कार्यालयको कर्मचारी सहित साझेदारी वन उपभोक्ता समूहको प्रतिनिधि, वन कार्यालयको प्रतिनिधि गएर घरमा हेर्छौँ। उहाँहरूको आवश्यकता महसुस भइसकेपछि, उहाँहरूलाई आवश्यक रहेछ भनिसकेपछि आवश्यक कागजी प्रक्रिया पुरा गरिसकेपछि उहाँहरूलाई हामी काठ हेर्न बोलाउँछौँ र उहाँहरूले छानेर यहाँबाट काठ लानुहुन्छ। र अर्को कुरा दाउराको कुरा, जस्तै तपाईँहरूको विभिन्न धार्मिक सांस्कृतिक कार्यका लागि दाउरा चाहिँदै गर्दा हामीलाई सम्पर्क गर्नुहुन्छ र हामीले चाहिँ आवश्यक प्रक्रिया पुरा गरेर दाउरा दिएर पठाउँछौँ व्यक्तिलाई। यस व्यवस्थापन समितिले सामाजिक उत्तरदायित्व अन्तर्गत के कस्ता सामुदायिक उत्थानका कार्यक्रमहरू गर्दै आइरहेको छ? सामाजिक उत्थान अन्तर्गत, सामाजिक उत्तरदायित्व अन्तर्गत हामीले समाजमा हाम्रो नेपाल सरकारको वन ऐन र वन नियमावलीले पनि वन संरक्षण गरेर रहेको पैसाबाट चाहिँ सामाजिक काम गर्नु भन्छ। भनेको 50% पैसाले चाहिँ सामाजिक काम गर्नु भन्छ। योभन्दा अघिल्लो वर्ष हामीले देवताल गाउँपालिका वडा नम्बर 5 मा 30 जना महिलाहरूलाई चाहिँ मेहन्दी तालिम गराएको थियौँ र उहाँहरूले अहिले पनि काम गर्दै हुनुहुन्छ। यस्तै गरी हामीले चाहिँ विभिन्न विशेष गरी महिला केन्द्रित कामहरू गर्छौँ र हामीसँग स्रोत नेपाल सरकारले केही पनि दिँदैन। हामीसँग जुन काठ दाउरा बिक्रीबाट आएको स्रोतले नै व्यवस्थापन गर्नुपर्ने हुन्छ। हामीले त्यही स्रोत अन्तर्गतको सीमामा रहेर सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आइरहेका छौँ। रणनीतिक योजनाहरू के कस्ता छन्? हाम्रा रणनीतिक योजना चाहिँ अहिले हामीले यो दिगो वन व्यवस्थापनको कार्ययोजनालाई लागू गर्नु छ। 10 वर्ष हाम्रो योजना हुन्छ र वनको क्षेत्र देखिए तापनि रुखहरूको संरक्षण चाहिँ कम छ, रुख हुर्किने दर कम छ। त्यसमा पुनः प्लान्टेसन भनेको वृक्षारोपण गर्ने र वन चाहिँ हुर्काउने योजनामा छौँ हामी। र वन क्षेत्रभन्दा बाहिर पनि मध्य प्रदेश भनेको तपाईँहरूको चाहिँ यो सबैभन्दा पोल्युसन भएको सहर हो, नेपालको सबैभन्दा धेरै पोल्युटेड सहर हो। त्यसलाई चाहिँ न्यूनीकरण गर्नका लागि वन क्षेत्रभन्दा बाहिर सार्वजनिक स्थानमा वृक्षारोपण गरेर त्यसलाई चाहिँ संरक्षण गर्ने र वन हुर्काउने, वन बनाउने, हरियाली प्रवर्धन गर्ने योजना छ हाम्रो रणनीति। उपभोक्ताहरू तथा लाभान्वित हुने समुदायबाट स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकार के कस्ता सहयोग प्राप्त भएका छन्? यस्तो हुन्छ। अब हामीले चाहिँ स्थानीय सरकारबाट हामीले समन्वय गर्ने हो। हामीलाई समन्वय उहाँहरूले पर्याप्त समन्वय गरिरहनु भएको छ। जस्तै संरक्षणका कुरामा चाहिँ काठ दाउराको बिक्री वितरण गर्ने कुरामा वितरण गर्दा उहाँहरूको एकदम राम्रो समन्वय भएको छ। प्रदेश सरकार यो वन कार्यालय भनेको प्रदेश अन्तर्गत नै पर्छ, मध्य प्रदेश अन्तर्गत। उहाँहरूले पनि हामीलाई आवश्यक समन्वय गरिरहनु भएको छ।
वन विनाशको अवस्था, अवैध शिकार, तस्करी तथा नदीजन्य वस्तु जस्तै बालुवा गिटीको उत्खननको अवस्था कस्तो रहेको छ? यस्तो छ, चोरी तस्करी भन्दै गर्दा योभन्दा अगाडिको चोरी तस्करी अहिले धेरै रोकिएको छ, धेरै नियन्त्रणमुखी छ र केही फाटाफुट्ट हुन्छन् चोरी तस्करी र त्यो चाहिँ जनचेतनाको अभावमा भएको छ। अब यो सिकारीको अवस्था भन्दा हामीसँग त्यसरी नियमित बस्ने जनावर नभएको कारणले गर्दा चोरी सिकारीको चाहिँ अवस्था छैन अहिले। नमस्ते, मेरो नाम प्रियसरी हो। वन विनाशबाट पर्ने सामाजिक, आर्थिक, वातावरणीय प्रभावको बारेमा केही बताइदिनुहुन्छ कि? वन विनाशबाट पहिलो कुरो त हाम्रो वातावरणीय प्रभाव एकदमै ठुलो पर्छ, अत्याधिक ठुलो पर्छ। तपाईँहरू एकचोटि कलैया वा वीरगञ्ज गएर त्यसलाई महसुस गर्नुहोला। उहाँहरू कलैया हुनुहुन्छ। अब हामी जब फागुन, अहिले त फागुनमा छौँ, वैशाख जेठमा ठ्याक्क दिउँसो 12 बजेको कलैया र 12 बजेको डुमराउन हेर्नुभयो भने धेरै फरक पर्छ। भनेको शीतल हावा यहाँ आउने भयो। मिनिमम 5 देखि 6 डिग्री कम हुन्छ। हजुर, एकदमै धेरै यो तापक्रमको अवस्थामा यति धेरै फरक पार्छ। र अर्को कुरा भनेको वनले अर्को आर्थिक रूपमा भन्दै गर्दा वनको नजिक रहेका व्यक्तिहरूले चाहिँ कृषिमा आबद्ध हुन सक्नुहुने भयो। वनमा उत्पादित घाँस दाउरालाई प्रयोग गरेर आफ्नो चाहिँ पशुपालन गर्न सक्नुहुने भयो र आफ्नो चाहिँ आर्थिक उन्नति गर्न सक्नुहुन्छ। अब सामाजिक रूपमा भन्दै गर्दा एउटा चाहिँ हामीले हरित समाज पाउँछौँ वनको क्षेत्रमा हुँदै, वनको नजिक हुँदाखेरि सहज स्वस्थ वातावरण पाउँछौँ। त्यो छ। यस समितिले वन संरक्षण गरिरहँदा अन्य के कस्ता चुनौतीहरू सामना गरिरहेका छ? अब वन संरक्षण गर्दै गर्दा हाम्रो सबैभन्दा ठुलो चुनौती भनेको चाहिँ तपाईँको अशिक्षित भनेको अशिक्षित उपभोक्ताहरू हुनुहुन्छ बढी। कहिलेकाहीँ उपभोक्ताहरूले आगो लगाइदिनुहुन्छ गएर, अनि सानो सानो रुख बिरुवाहरू काटिदिनुहुन्छ। हामी चाहिँ वन संरक्षणका लागि प्रयास गरिरहेका हुन्छौँ, तर जानकारी नभएको उपभोक्ता जो हुनुहुन्छ उहाँहरूले चाहिँ हरियो काटिदिने, सानो सानो रुखहरू काटिदिने, डढेलो लगाइदिने, वन डढेलो लगाइदिने, त्यसको कारणले चाहिँ हामीलाई अलिकति अप्ठ्यारो परिरहेको छ। नमस्ते, म ब्रायन पौडेल। साझेदारी वन र सामुदायिक वनमा के फरक रहेको छ? सामुदायिक वन भन्ने बित्तिकै एउटा यो चाहिँ 1000 हेक्टरभन्दा कम हुन्छ उसको क्षेत्रफल पहिले सामुदायिक वनमा, र साझेदारी वनमा बढी हुन्छ। अर्को कुरो, सामुदायिक वनको उपभोक्ताको सङ्ख्या थोरै हुन्छ। 100-150 घरधुरीमा एउटा सामुदायिक वन गठन हुन्छ र त्यो वन नजिक रहेका उपभोक्तालाई मात्रै समेटिन्छ भने साझेदारी वनमा चाहिँ धेरै उपभोक्ताहरू हुनुहुन्छ। त्यो चाहिँ वन नजिक होइन, बोर्डरसम्मका उपभोक्तालाई चाहिँ त्यसमा हामी समेट्छौँ। र यसको चाहिँ मोटो भनेको चाहिँ वन सबैको हो भन्ने मोटो हो। त्यसैले चाहिँ बोर्डरसम्मका जनतालाई चाहिँ सेवा सुविधा, वनबाट उत्पादित चाहिँ स्रोतको बाँडफाँड गर्नु मुख्य उद्देश्य रहन्छ। सामुदायिक वनले चाहिँ वनको नजिकको उपभोक्तालाई मात्रै उसले उपभोक्ता भन्दछ र उसको स्रोतको बाँडफाँड पनि वन नजिक रहेका, वरिपरि रहेका चाहिँ उपभोक्तालाई मात्रै बाँडफाँड गर्दछ। हामी विद्यार्थीहरूले वन संरक्षणमा के कस्ता भूमिका निर्वाह गर्न सक्छौँ? विद्यार्थीहरूसँगै छ सबैभन्दा चाहिँ गर्नुपर्ने भूमिका। तपाईँहरूको आफ्नो अभिभावकलाई घरमा चाहिँ सम्झाउनु पर्यो। आगो नलाउनु, डढेलो लाउनु हुँदैन, अनि सानो सानो रुख काट्नु हुँदैन। त्यो बढेर पछि ठुलो हुन्छ, त्यसले चाहिँ हामीलाई अक्सिजन दिन्छ, शीतलता प्रदान गर्छ। यस्ता विषयहरूमा चाहिँ बुझाउनु पर्ने हुन्छ। तपाईँहरूले बुझाउनु भयो भने सजिलो हुन्छ, उहाँहरूले बुझ्नुहुन्छ। नत्र त चाहिँ बुझ्नलाई उहाँहरूलाई पनि अप्ठ्यारो हुन्छ। कतिपय चाहिँ अभिभावकले बुझ्नु भएको हुँदैन। विद्यार्थीहरू तपाईँहरू भनेको चाहिँ विवेकी हो नि, एउटा विवेक भएको मान्छे हो तपाईँहरू भनेको। विवेक भएको मान्छेले नै समाजलाई डोर्याउने हो, समाजलाई चाहिँ राम्रो बाटो देखाउने हो। त्यसैले तपाईँहरूसँग भएको विवेक प्रयोग गरेर त्यो वन संरक्षण गर्नलाई, आगो नलाउनलाई, लात्रा नकाट्नलाई, र अर्को सबैभन्दा महत्त्वपूर्ण कुरा चाहिँ तपाईँहरूको घरमा पनि एउटा रुख, सकेसम्म 1-2 रुख रोप्नु भयो भने त्यसले चाहिँ फलफुल पनि हुने भयो, हरियाली पनि प्रदान गर्ने भयो, स्वस्थ हावा पनि दिने भयो। वन संरक्षण र चाहिँ हरियाली प्रवर्धनमा चाहिँ ठुलो योगदान हुनेछ।
नमस्ते, म दीपिका रखाल। यस संस्था स्थानमा भएपछि यहाँ के कस्ता परिवर्तन देखिएका छन्? यो संस्था स्थापना भएपछि पहिलो कुरो यहाँ बजारीकरण बढेको छ, मान्छेको आउजाउ चहल पहल बढेको छ, बजारीकरण भएको छ। अर्को कुरो भनेको उपभोक्ताले सहजै काठ दाउराको उपलब्धता प्राप्त गर्नुभएको छ र वन विनाश रोकिएको छ, वन संरक्षण भएको छ। यस संस्थाको नेतृत्व कसरी र कति समयमा चयन गरिएको छ? यो संस्थाको नेतृत्व भनेको चाहिँ प्रत्येक 5-5 वर्षमा परिवर्तन हुन्छ र यो चाहिँ प्रत्येक वडाबाट आएका उपभोक्ताहरूले छनौट गर्नुहुन्छ। 7 जना, एउटा वडाबाट 7 जना उपभोक्ता आउनुहुन्छ र त्यो 7 जना मध्येबाट छनौट हुन्छ। 52वटा वडा पर्दछ। भनेपछि यसको चाहिँ 52वटा वडाहरू छन्। हजुर, ठुलो छ। कतिवटा स्थानीय तहहरू छन्? 6वटा। भनेको त 6वटा स्थानीय तहहरू बताइदिनुहुन्थ्यो कुन कुन? ओके, जितपुर सिमरा, सितपुर सिमराको सबै त होइन, 11वटा। सितपुर सिमराको 11वटा वार्ड है। बाहुन्नवटा भनेपछि त संसदभन्दा बढी त्यही त भन्दैछु त। उसले गऱ्यो भने 41,000 घर बेहोऱ्यो भनेपछि त। हजुर, निकै दिनुपर्छ। अनि कलैयाको सबै कलैया उपमहानगरपालिका 87वटा वडा पर्छ। कलैयाको 27वटा, फेटाको 3टा, फेटा गाउँपालिका। फेटा गाउँपालिका 3टा भयो। अनि देवतालको सबै 7वटा वडा। अनि सुवर्णको एउटा वडा, सुवर्णको एउटा। अनि पर्सौनीको 3टा, प्रसौनी 3वटा वडा पर्छ। अरू केही सोध्नु छ तपाईँहरूलाई? के छ? त्यसको मुख्य उद्देश्य त स्थापना हुनेको बताइदिन्छु एकचोटि फेरि यिनीहरूलाई किन के को लागि स्थापना भएको हो। सामुदायिक वन स्थापना हुँदै गर्दा नेपालमा वन संरक्षण त बढ्यो, तर उपभोक्ताहरूको चाहिँ पहुँच भएन। जस्तै हाम्रो मानौँ यहाँ सामुदायिक वन भएको भए डुम्बरौँडा वरिपरिको मान्छेले मात्रै त्यसको चाहिँ उपलब्धता हुन्थ्यो नि त। घाँस लिन जाँदा, दाउरा लिन जाँदा, त्यहाँबाट आएको दाउराहरू सबै यही वरिपरि मात्रै हुन्थ्यो। मानौँ तपाईँको 150-200 घरधुरीलाई मात्रै उपलब्धता हुन्थ्यो, थोरैलाई समेटिन्थ्यो। तर साझेदारी वनले चाहिँ के हो भने हाम्रो प्राकृतिक स्रोत भनेको तपाईँको पनि मात्रै होइन, उहाँको मात्रै होइन, सबैको हो। बोर्डरसम्म बस्ने चाहिँ नेपाली जनता हो नि त। बोर्डरले जब छुट्याइसकेपछि त्यो सबै जनताहरूलाई चाहिँ समान पहुँच स्थापना गरेको हो। यसले चाहिँ समान पहुँच, अपनत्व सिर्जना गर्नका लागि, यो अपनत्व सिर्जनाका निम्ति यो साझेदारी वन स्थापना भएको हो। खास गरी यहाँ वन क्षेत्रदेखि उत्तरदेखि दक्षिणसम्मको जनता सबैलाई जोड्नका निम्ति, सबैको अपनत्व महसुस हुनका लागि, गराउनका निम्ति यो चाहिँ साझेदारी वनको स्थापना भएको। यो चाहिँ हलखुरिया साझेदारी वन। योभन्दा अगाडि चाहिँ हलखुरिया दह छ, तपाईँहरूलाई पनि कतिको जानकारी छ। त्यो दहको नामबाट नामाकरण गरिएको हो। अहिले चाहिँ यो हलखुरिया दह फेरि यहाँ पर्दैन, यो चाहिँ राष्ट्रिय निकुञ्जभित्र पर्छ। तर त्यतिखेर चाहिँ यो साझेदारी वनकै क्षेत्रभित्र पर्दथ्यो त्यो क्षेत्र पनि, दह पनि। त्यसैले अब अलिकति सर्वस्वीकार्य नामको खोजी गर्दै गर्दा अलिकति पर्यटकीय क्षेत्र पनि भएकाले हलखुरिया दहलाई नै लिएर नामाकरण गरिएको हो। अरू केही क्वेसन छ?